होइन हो म बुढोलाई यो जाडोमा एक गिलास तातो पानी पाइन्छ कि पाइँदैन यो घरमा? ए बुहारी कहाँ गइछेस् हो? तेरो बुवालाई त्यहाँ पानी तताएर खान। बुवा तातो पानी दिनु। होइन हो रामेकी आमा कहाँ गइछे? कति बेला पाइने हो यो घरमा खाना? के हुन् अहिलेका बुहारी, काम पनि केही छैन, खालि एउटा बच्चा पाछ, त्यही बच्चासँग 24 घन्टा बस्यो। यो बच्चा कति रुन्छ, एकचोटि योसँग सुक्खको सास फेर्न पाइँदैन, न राति निदाउन पाइन्छ न दिउँसो। बल्ल बल्ल बच्चा निदायो, कति काम थुप्रेको छ, कसैले केही काममा सघाउने पनि होइनन्। बच्चा सुतिरहेको छ, त्यही बेलामा यो मौका उठाएर लुगा उठाइहाल्नु पर्यो। कति काम थुप्रेको छ, कसैले हात बढाइदिएला भन्ने छैन, केही काम छैन, केही छैन। अचम्म लाग्छ, उहिले हाम्रा पालामा हामी कति काम गरेर कहाँ गरेर भ्याइसक्थ्यौँ अहिलेसम्म। अहिलेका यिनीहरूलाई कति मजा छ, छोरो कमाएर ल्याएर आउँछ, घरमा बस्ने खाने, घरनिरको एउटा काम गर भन्दाखेरि पनि बच्चा छ भनेर बच्चा बोकेर हिँड्या हुन्छ जति बेला पनि। यहाँ त जति काम गर्दा पनि कसैले जस दिँदैन। बिहानदेखि अहिलेसम्म उठेको, बेलुका राति नसुत्दासम्म एक सेकेन्ड फुर्सद पाइँदैन। यो बच्चा भएबाट त झन् सुत्न पनि पाइँदैन, आराम के हो, मलाई निन्दा के हो। यस्तै काम मैले मेरो माइतमा गरेको भए अब त थाकिसोला छोरी भन्थ्यो होला। यहाँ त यत्रो काम गर्दाखेरि पनि जस छैन, अझै के गरेर यसले भन्छ छोराले कमाएको ल्याएर खान्छ भन्छ।